कुसे गाउँपालिका कार्यालय थर्पु भार्म कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटमा अवस्थित छ। साबिक्का, ढिमे, पैक, पजारु, टालेगाउँ र अर्छानी गाविसलाई मिलाएर कुसे गाउँपालिका स्थानीय तह विस्तार गरिएको हो। समुद्री सतहबाट 1075 मिटर उचाइबाट सुरु भएको यो गाउँपालिका सबैभन्दा उचाइमा रहेको कुसे गाउँपालिका अन्तर्गत पर्ने कुसे पाटन 4388 मिटर उचाइमा रहेको छ। जिल्लाकै सामरिक महत्त्व बोकेको जुम्ला र जाजरकोटको सीमाको रूपमा रहेको कुसे पाटन भएकाले नै कुसे पाटनको नामबाट गाउँपालिकाको नाम पनि कुसे गाउँपालिका राखिएको हो। यस गाउँपालिकाको कुल जनसङ्ख्या 23,058 जना रहेको छ भने यसको क्षेत्रफल 273.97 वर्ग किलोमिटर रहेको छ। यस पालिकामा 9 वटा ओडा रहेका छन्। गाउँपालिकाको पूर्वमा नलगाट नगरपालिका र भेरी नगरपालिका, पश्चिममा जुनिचाँदे गाउँपालिका, उत्तरमा जुम्ला जिल्ला र बारेकोट गाउँपालिका, दक्षिणमा छेडाघाट नगरपालिका र भेरी नगरपालिका रहेको छ। गाउँपालिकाका 9 वटा वडाभित्र माध्यमिक विद्यालय 13 वटा, आधारभूत विद्यालय 42 वटा, क्याम्पस 1 वटा, प्राविधिक धारतर्फ लक्ष्मी प्राप्ति मावि खुर्पा र बाल विकास केन्द्र 46 वटा रहेका छन्। यस पालिकाभित्रका शैक्षिक, भौतिक पूर्वाधार, विद्यालय विषयगत शिक्षक, विद्यार्थी सङ्ख्या र गुणस्तर शिक्षाका रूपमा कहलिएका र परिचित विद्यालयहरूमा दुर्गा देवी मावि, भार्म, मालटाकुरा मावि, तम्ती, पुतली प्रावि छहरा गाउँ, नेरा मावि, समाकोट, लक्ष्मी प्राप्ति मावि खुर्पा, थर्पु मावि ढिमे, पशुपति मावि दमदाला, रामचन्द्र आवि पाँचकाटिया, मालिका आवि छेरा, जनता मावि पैक, मालिका बहुमुखी क्याम्पस कुसे रहेका छन्। यस गाउँपालिकामा शिक्षक तथा कर्मचारीहरूमा गाउँपालिका अनुदानबाट मावि शिक्षक 9 जना, गाउँपालिका अनुदानबाट आधारभूत विद्यालय शिक्षक 30 जना, गाउँपालिका अनुदानबाट प्रावि 39 जना शिक्षक, गाउँपालिका अपरेटर 13 जना शिक्षक, गाउँपालिका बाल विकास सहजकर्ता 23 जना, गाउँपालिका विद्यालय सहयोगी 11 जना र घरमै विद्यालय स्कुल एट होम अन्तर्गत 2 सहित जम्मा 127 जना शिक्षक जनशक्ति कार्यरत रहेका छन्। शिक्षामा लगानी गरी पालिकाले विद्यालय बाहिर रहेका उच्च शिक्षा पढ्न नपाएका, आर्थिक अभावमा विद्यालय जान नपाएका विद्यार्थीलाई निशुल्क गुणस्तर र समय सापेक्ष शिक्षामा जोड दिएको छ। हामीले 82-83 को नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई चाहिँ गुणात्मक शिक्षा दिनका लागि, प्रविधिसँग जोड्नका लागि सबै प्रधानाध्यापक र चाहिँ शिक्षा क्षेत्रका चाहिँ सबै विषयगत शिक्षकहरूलाई चाहिँ हामी एउटा मुखी चाहिँ परिणाममुखी चाहिँ दिने गरी हामी विभिन्न खालका सेमिनार गोष्ठी मार्फत पनि हामी सशक्त बनाउने अभियानमा हाम्रो त्यो अहिलेको कार्यक्रम त्यो छ। हाम्रो पछिल्ला अघिल्ला बेलाका 74देखिका यताका थुप्रै नीति तथा कार्यक्रमहरू हाम्रो भिन्न भिन्न कार्यक्रमहरू थियो। कतै पूर्वाधार जोड दिएको थियो, कतै चाहिँ बालबालिकालाई पूर्ण भर्ना अभियानका विषयमा जोड दिएको थियो, कतै चाहिँ यस्ता यस्ता जोडिँदै आएर अहिले हाम्रो बेलाको कार्यक्रममा हामीले चाहिँ प्रविधि मैत्री चाहिँ शिक्षकलाई पहिला चाहिँ त्यो शिक्षक टिचरहरूलाई त्यो बनाएर विद्यालय नै त्यसरी अगाडि जोड्ने गरी हामी लागेको अवस्था छ। हामीले निरन्तर रूपमा गाउँपालिकाको शिक्षण सिकाइ अनुदानमा हामीले विषयगत शिक्षकहरू निम्न माध्यमिक तह र माध्यमिक तहमा विषयगत शिक्षकहरूको व्यवस्थापन
गरिराखेको थियो लामो समयदेखि यता र अहिले त्यसलाई पनि निरन्तरता दिएको छ र प्रविधिसँग जुड्नका लागि गाउँपालिकाका शिक्षकहरूलाई सबै चाहिँ कम्प्युटर जस्तै इमेज डाटाहरू इन्ट्री गर्नका लागि लगायत थुप्रै कामहरू चाहिँ उसबाट चाहिँ यो प्रविधि के भन्छ एउटा चाहिँ टेक्निकल विषयबाट अथवा चाहिँ यो कम्प्युटरबाट चाहिँ गर्नुपर्ने भावनाले हामीले त्यो विद्यालयहरूमा 13 वटा विद्यालयहरूमा चाहिँ गाउँपालिकाको अनुदान मार्फत हामीले चाहिँ कम्प्युटर अपरेटरको पनि व्यवस्था गरेका छौँ र विद्यालयले गरेका छौँ यसलाई निरन्तर रूपमा लिइराखेको छ नि अहिलेको पनि कार्यक्रममा हामीले गाउँपालिकाको क्षेत्रमा चाहिँ झन्डै चाहिँ 23 भन्दा बढी बाल विकास केन्द्रहरूको स्थापना गरिएको छ यी सामुदायिकमा आधारित बाल विकास केन्द्रहरू यी बाल विकास केन्द्रहरू किन विस्तारित गरिएको भने एउटा सानो बालक विद्यालय जानुभन्दा अगाडि त्यसले बाल विकासका रूपमा चाहिँ आफ्नो विद्यालयको एउटा चाहिँ वातावरण त्यसले चाहिँ त्यो सिकिराखेको हुन्छ भने जुन खालको बाल शिक्षाको कन्सेप्ट छ त्यही हिसाबले हामी ती पनि कार्यक्रमहरू अगाडि बढाइएको छ र अर्को कुरा अहिलेको चाहिँ यसै वर्ष यसै नित्यता कार्यक्रममा अर्को महत्त्वपूर्ण कुरा के छ भने हामीले शिक्षक प्रत्येक विद्यालयमा शिक्षक र विद्यार्थीका बीचमा आचार संहिता हुनसक्छ नेपालको राष्ट्रिय चाहिँ पन्छीहरूको कुरा राष्ट्रिय जनावरको कुरा राष्ट्रिय चाहिँ लालीगुराँसको कुरा लगायत चाहिँ शिक्षा क्षेत्रमा जोडिएका विभिन्न शिक्षाविदहरूले चाहिँ राखेका महत्त्वपूर्ण भनाइहरू यस्ता विषयहरूमा चाहिँ विद्यालयहरूमा अहिले हामीले विद्यालयका सबै गाउँपालिकाका क्षेत्रभित्रका विद्यालयहरूमा हामीले आर्टिफिसियल यहीँ चाहिँ उत्पादन गरेका चाहिँ लेखेर हामी नाराहरू हामी विद्यालयका क्षेत्रमा चाहिँ हस्तलिखित चाहिँ हामी कार्यक्रम पनि भित्ते लेखन कार्यक्रमहरू पनि गर्ने गरी हामीले यो वर्षको कार्यक्रमलाई यसलाई महत्त्व दिइराखेको अवस्था विद्यालय क्षेत्रभित्र छिर्नुभन्दा बालकले त्यो विद्यालयको चाहिँ एउटा भित्ते लेखनमा लेखेको शिक्षाको चाहिँ एउटा गुणस्तरीय एउटा चाहिँ नारा अध्ययन गर्यो अथवा चाहिँ भित्र छिर्यो भने चाहिँ उसले राष्ट्रिय जनावर राष्ट्रिय पन्छी र विभिन्न शिक्षा क्षेत्रमा गरेका उल्लेख्य सुधारका जो नारा चाहिँ त्यहाँ लेखिएको हुन्छ शिक्षा सुधारका विषयमा सम्बन्धित रहेर ती कुराहरू चाहिँ विद्यालयको भित्तामा लेखिएको हुन्छ त्यसले पनि विद्यार्थीलाई सिक्ने कुरामा प्रभाव देखाउन सक्छ भन्ने उद्देश्यले हामीले ती कार्यक्रम नयाँ कार्यक्रमहरू हामीले यसै गरिरहेका छौँ र बजेटको विषयमा हामीले बजेटहरूलाई निरन्तरता दिइरहेका छौँ। संघीयतापछि जाजरकोटका 7वटा पालिका मध्ये शिक्षा क्षेत्रमा उल्लेखनीय बजेट लगानी र कार्यान्वयन भएको पालिका कुसे गाउँपालिका अग्रपन्थीमा आउँछ। वर्षेनी शिक्षामा अन्य शाखाभन्दा दोब्बर झण्डै 10 करोड बढी बजेट पालिका प्रदेश सङ्घ अनुदान पाउँदै आएको छ। आर्थिक वर्ष 2081-82 सम्म शिक्षा क्षेत्रमा भएको उल्लेखनीय कार्यहरूमा हाम्रो कुसे हाम्रो खुसी स्थानीय पाठ्य पुस्तक कक्षा 1 देखि 5 सम्म प्रकाशन गरी लागू गरियो भने बाल विकासदेखि कक्षा 5 सम्म सञ्चालित विद्यालयका विपन्न तथा आर्थिक रूपले कमजोर 535 जना बालबालिकालाई पोसाक ट्र्याकसुट सेट झोला वितरण एकीकृत पाठ्यक्रम र पाठ्यक्रम सम्बन्धी सबै शिक्षकहरूलाई अभिमुखीकरण 55 वटा विद्यालयहरूमा खेलकुद तथा शैक्षिक सामग्रीहरू जस्तै बल नेट पम्प ग्लभ मादल ड्रम सेट वितरण बालमैत्री कक्षा कोठा बसाइ व्यवस्थापनका लागि बाल विकास र विद्यालयहरूमा कार्पेट र पिफम वितरण 10 वर्षे विद्यालय शिक्षा योजना निर्माण र बालबालिकाको लागि सो अध्ययन सामग्री वितरण भएका छन्। यस्तै विद्यालयहरूमा आइसिटी सम्बन्धी तालिम 25 जना शिक्षकहरूलाई प्रदान गरियो भने आधारभूत विद्यालय तथा माध्यमिक विद्यालयका शिक्षकहरूको क्षमता विकास सम्बन्धी तालिम सञ्चालन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक अभिभावक सङ्घका अध्यक्षहरूको क्षमता विकास सम्बन्धी तालिम बालबालिकाको क्षमता विकास सम्बन्धी पुनर्ताजगी तालिम सम्बन्धी तालिम स्थानीय पाठ्य पुस्तकको अभिमुखीकरण जेहेन्दार तथा विपन्न 100 जना बालबालिकालाई शैक्षिक सामग्रीहरू जस्तै कापी कलम ज्यामिति वितरण दिवा खाजा खुवाउने कृषि समूह तथा सहकारी र भान्सेहरूलाई तालिम सञ्चालन छापामय कक्षा कोठा बनाउनको लागि माध्यमिक र आधारभूत गरी 10 वटा विद्यालयमा भित्ते लेखन सम्पन्न भयो भने दिवा खाजा पकाउने 4 वटा भवन विश्व खाद्यको सहयोग र गाउँपालिकाको म्याचिङमा निर्माण भएका छन्। पक्कै पनि यो जब नेपालमा 2060 सालदेखि राहत दरबन्दी वितरण गर्ने प्रावधान भयो त्यसपछि एउटा मानवीय रोजगारको सम्भावना भएको कारणले र अनिवार्यता स्कुल शिक्षा भन्यो कुसे गाउँपालिकाको शिक्षा क्षेत्रलाई अगाडि बढाउनको लागि थुप्रै प्रयासहरू गरिरहेका छन्। अब थप यहाँको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि सुधार गर्नको लागि नेपाल सरकारले ल्याएका नीतिहरू प्रदेश सरकारले ल्याएका नीतिहरू ऐनहरूमा टेकेर थप
मानव संसाधन विकासका कार्यक्रमहरू अगाडि बढाएर तालिमको कुरा सरल अगाडि बढाएर विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर अगाडि बढाउने कोसिस गर्नेछु, गरिराखेको छु। आर्थिक वर्ष 2081-82 सम्म पालिकामा शिक्षाको सुधारका लागि शैक्षिक चेतनामूलक भित्ते लेखन कार्यक्रम, नेरा मावि सोलर खरिद, दिपेन्द्र मावि पर्खाल निर्माण, भगवती प्रावि फिल्ड निर्माण, मालिका बहुमुखी क्याम्पस शौचालय निर्माण, दिपेन्द्र मावि पर्खाल निर्माण, मालिका बहुमुखी क्याम्पस भवन निर्माण, गणेश आधारभूत विद्यालय फिल्ड तथा घेरबार निर्माण, नदाई बाल विकास केन्द्र शौचालय निर्माण, वडा नम्बर 6 स्थित नवज्योति प्रावि पर्खाल निर्माण पालिका र विश्व खाद्य कार्यक्रमको म्याचिङमा भान्सा घर निर्माण, जनकल्याण आबि फिल्ड निर्माण, घरङ्गा विद्यालय फिल्ड निर्माण, वडा नम्बर 9 स्थित जनता मावि पैक ग्याबिन जाली वाल निर्माण गरिएको छ। यस्तै भगवती आबि लामपाटा शौचालय मर्मत, सरस्वती मावि भवन निर्माण क्रमगत, जनता मावि भवन निर्माण पैक क्रमागत, दिपेन्द्र मावि तार जाली तथा घेरबार निर्माण, वडा नम्बर 8 स्थित जनकल्याण आधारभूत विद्यालय पर्खाल निर्माण, वडा नम्बर 9 स्थित जनता मावि विद्यालय घेरबार निर्माण, जनकल्याण आधारभूत विद्यालय पूर्वबजार निर्माण, जनता मावि चारकोठी भवन निर्माण र दुर्गा देवी मावि फिल्ड निर्माण काम सम्पन्न भई विद्यालयहरूलाई आधुनिक वातावरण मैत्री र विद्यार्थी मैत्री सुविधा सम्पन्न बनाइएका छन्। गाउँ शिक्षा योजना गर्यौँ, स्थानीय पाठ्यक्रम, स्थानीय पाठ्यपुस्तक, शैक्षिक विशेष शैक्षिक कार्यक्रमहरू अन्तर्गतका हामीले प्रत्येक विद्यालयहरूमा हामीले बजेटिङ गर्दै गर्दाखेरि त्यहाँ बाल मैत्री र अपाङ्ग मैत्री शौचालय भवनहरू र हामीले घेराबारदेखि फिल्ड निर्माणहरूका कार्यक्रमहरू पनि गरेका छौँ। पूर्वाधारका कार्यक्रमहरू सँगसँगै शैक्षिक गुणस्तर गर्नलाई हामीले यिनी विद्यालय समायोजनदेखि लिएर दरबन्दी मिलानदेखि लिएर साझेदारीका कार्यक्रमहरू पनि गरेका छौँ। कुशे गाउँपालिकाको वडा नम्बर 1 मा रहेका सामुदायिक विद्यालयहरूमा तपोधनु मावि काफलपाटा र गणेश प्रावि स्थानीय अब्बल विद्यालयमा पर्दछन्। यी विद्यालयहरूमा पालिकाले भवन, विज्ञान प्रयोगशालामा सहयोग गर्दै आएको छ। स्थानीय सरकार सञ्चालनपछि पालिकाभित्र शिक्षा नीति नियममा रहेर शिक्षा योजना पाठ्यक्रम प्रत्येक विद्यालयमा बजेटबाट अपाङ्ग मैत्री, बाल मैत्री शौचालय, शैक्षिक गुणस्तर गर्न विद्यालय समायोजन, दरबन्दी मिलान, साझेदारीका काम भएका छन्। 2074 मा गाउँ शिक्षा योजना बनाएपछि अनुदानका शिक्षक प्रत्येक स्कुलमा विद्यालयमा स्थानीय सङ्घ प्रदेश शिक्षा शाखा मार्फत हुने कार्यक्रम योजना अनुगमन, दीर्घकालीन सोच र शिक्षालाई स्तरीय बनाउन व्यवस्थित परीक्षा प्रणालीमा जोड दिएको छ भने जसका लागि प्रशिक्षक व्यवस्थापन समितिलाई तालिम प्रदान गरिएको छ। अब सामुदायिक विद्यालयको अवस्था यो स्थानीय सरकार भन्नुभन्दा पहिला अत्यन्तै नाजुक अवस्था थियो। त्यहाँ चाहिँ के भन्छ तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट अनुमति प्राप्त स्कुलहरू धेरै थिए, उनीहरूसँग दरबन्दीको व्यवस्था थिएन। विद्यालयहरूले अनुमति प्राप्त गरेका थिए, भौतिक पूर्वाधारको व्यवस्था थिएन, उनीहरूसँग अब शौचालयहरू थिएन, घेराबारहरू थिएन भने पछिल्लो पिरियडमा हामी करिब एक जनप्रतिनिधिहरूको एउटा कार्यकाल सकेर दोस्रो कार्यकालको सेकेन्ड फेजमा जाँदा धेरै विद्यालयहरूमा अनुमति प्राप्त गरेका विद्यालयहरूमा दरबन्दीहरूको व्यवस्था भएको छ। गाउँपालिकाबाट हामीले चाहिँ अनुदान कोटाहरूको व्यवस्था गरेको छ। त्यहाँ चाहिँ गणित, विज्ञान र इङ्ग्लिसको कोटाहरू पनि प्राप्त भएको छ र तल्लो तह आधारभूत तहमा पनि एकीकृत शिक्षण गर्नको लागि पनि जहाँ शिक्षक सङ्ख्या थोरै छ, विद्यार्थी सङ्ख्या धेरै छ, त्यस्तो विद्यालयमा हामीले शिक्षण अनुदानको व्यवस्था गरेका छौँ। र समुदायभन्दा हामीसँग विद्यालयहरू छ तर विद्यालयहरूमा पढाउन सहज गर्दा बाल विकास केन्द्र नभएको ठाउँमा प्रत्येक विद्यालयहरूमा र अलि विद्यालयभन्दा त्यहाँ टाढा भएको सोसाइटीमा पनि समुदायमा हामीले बाल विकास केन्द्रको व्यवस्था समुदायमा आधारित पनि त्यो गरेका छौँ। र समग्रमा कुशे गाउँपालिकाभित्र योभन्दा अगाडि भूगोलको हिसाबले टाढा भएको बच्चाहरू जो विद्यालयको एक्सेसमा आउन सकेका थिएनन् तिनी सबै बच्चाहरू अहिले तल्लो तहमा पनि आफ्नो बाल विकास केन्द्रमा भर्ना भएर पढिरहेको अवस्था छ
र यो दूरीको हिसाबले भूगोलको कारणले विद्यालय नभएको कारणले उनीहरू चाहिँ विद्यालय छोडेर बाहिर बस्नुपर्ने अवस्था छैन। सबै विद्यालयको एक्सेसन आएको छ र यो बालमैत्री कक्षा कोठाको पनि व्यवस्थापन भएको छ। हामीले थोरै मात्रामा भए पनि विद्यालयहरूमा शैक्षिक सामग्रीहरूको वितरण, शिक्षकहरूलाई तालिमहरूको व्यवस्थापन नियमित रूपमा गरेको छौँ र पहिलेको भन्दा यो नतिजाको हिसाबले, भौतिक पूर्वाधारको हिसाबले अलि चाहिँ सुधार भएको पाउन चाहिँ सकिन्छ। कुसे गाउँपालिका वडा नम्बर 2 मा रहेका सामुदायिक विद्यालयहरूमा वीरेन्द्र प्रावि, बर्खाले र माग्ने ढुङ्गा मावि उत्कृष्ट र व्यवस्थित छन्। यी विद्यालयमा पालिकाको पहलमा आइसिटी भवन, प्रयोगशाला र पुस्तकालय बनाएका छन्। हरेक वर्ष यहाँका विद्यालय, शिक्षक, विद्यार्थी र गुणस्तरीय शिक्षा र भौतिक पूर्वाधारका लागि बजेट विनियोजन गरेर प्राथमिकता दिएर काम भइरहेका छन्। विनियोजित पालिका र सङ्घीय बजेट पालिकाबाट योजना बनाएर कार्यान्वयन भएका छन्। शिक्षासँग सम्बन्धित कार्यक्रम विद्यालयसँग समन्वय गरेर कार्यक्रम भएका छन्। राज्यले शिक्षा क्षेत्रलाई चाहिँ प्राथमिकता दिएर राखेको सन्दर्भमा कुसे गाउँपालिकाले पनि शिक्षालाई चाहिँ आफूसँग भएको बजेट, आफूले विनियोजन गर्न सक्ने बजेटलाई चाहिँ प्राथमिकताका साथ राखेको कुरा चाहिँ हाम्रो बजेटबाट पनि देखिन्छ। यस सन्दर्भमा चाहिँ हामीले विनियोजित गरेको बजेट अथवा हामीले सङ्घीय सरकारबाट प्राप्त गरेको विशेष अनुदान अन्तर्गतको बजेट होस् अथवा हामीले नै पालिकाको बजेटलाई हामीले चाहिँ खास गरी एकदम कार्यतालिका वाइज चाहिँ हामीले चाहिँ बनाएर अनि हामीले चाहिँ त्यसलाई कार्यान्वयनमा लगेका छौँ। विद्यालय स्तरमा जाने अथवा विद्यालयबाट आउने अथवा विद्यालय अनुगमन मात्रै नभएर हामीले विविध कार्यक्रमहरू चाहिँ सञ्चालन गरी हामी चाहिँ त्यसै चाहिँ अहिले चाहिँ चलिरहेको अवस्था छ। कुसे वडा नम्बर 3 मा रहेका पिपल चौतारी प्रावि, टापु चौर र यसको गुणस्तरीय शिक्षा प्रदान गर्ने र पालिकाले प्राथमिकता दिएको विद्यालय हो। वडासँगै शिक्षा शाखाले पालिका भरिका विद्यालयमा जनशक्ति विकास, शिक्षक तालिम व्यवस्थापन काम गरेको छ। यस्तै कुसे वडा नम्बर 4 मा रहेका सामुदायिक विद्यालयहरूमध्ये मालटाकुरा मावि तम्ती र देउराली प्रावि अर्छानी भवन विषयगत शिक्षक, विद्यालय पूर्वाधार र शिक्षक जनशक्तिका रूपले व्यवस्थित छन्। मालटाकुरा माविमा स्थानीय तहबाट 4 जना शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधारमा 25 लाखमा भवन बनेको छ। यस्तै फलानको ट्रस्ट भवन, फर्निचर, स्कुल रङरोगन, 1 शौचालय निर्माण, स्कुल खेल मैदान निर्माण, विद्यालयमा मर्मत सम्भार भएको छ। यस्तै 10 लाखमा कम्प्युटर खरिद भएको छ। शैक्षिक सामग्री सहयोग पाएको छ। गाउँपालिका अनुदानबाट अनि यो आधारभूत तहमा 4 जना हुनुहुन्छ, 1 जना प्राविधिक तहमा हुनुहुन्छ अनि 5 जना। त्यसपछि सङ्घबाट माविमा 3 जना हो, 1 जना अहिले अब हाम्रो जनशक्ति कतैबाट नभेट्याउनले त्यो रिक्त छ अनि 2टा मावि इङ्ग्लिस र अनि त्यसपछि साइन्सको म्याम हुनुहुन्छ। भौतिक पूर्वाधारमा एउटा विद्यालय वरिपरि घेराबारको गरेको छ। त्यति बेला 25 लाखबाट यो 2078 मा हो कि क्या अनि त्यसरी त्यो पालिकाको सहयोगबाट भएको छ। त्यसपछि हाम्रो अब डेस्क बेन्च यो फलामको डेस्क बेन्च छ सर, त्यो 6 लाख रुपियाँ कति लागतमा विद्यालय त्योको यो फर्निचरको निर्माण भएको छ। कुसे वडा नम्बर 5 मा रहेका लक्ष्मी प्राप्ति मावि खुर्पा, थर्मु मावि ढिमे, पशुपति मावि दमदाला र रामचन्द्र प्रावि 5 काठिया सुविधा सम्पन्न विद्यालय हुन्। यी विद्यालयहरूमा प्राविधिक धार शिक्षातर्फ पढ्दै कमाउँदै आइसिटी भवन, पुस्तकालय निर्माणसँगै व्यवस्थित र पक्की भवन निर्माण गरिएका छन्। लक्ष्मी प्राप्ति मावि खुर्पामा कक्षा 9 देखि 12 प्राविधिक शिक्षा रहेको, पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि प्राविधिक शिक्षा सञ्चालनमा रहेको छ, जस अन्तर्गत विद्यालयमा टनेल 2वटा छ। टमाटर, खुर्सानी, सिजन तरकारी उत्पादन हुन्छ भने च्याउ, कुखुरा पालन, नर्सरी उत्पादन सुरु भएको छ। पालिकाले बिउ बिजन सहयोग, आवश्यक सामग्री, कृषि सामग्री सहयोग गर्दै आएको छ। यस विद्यालयमा रहेको कृषि प्राविधिकतर्फ पढ्दै कमाउँदै कार्यक्रममा विद्यार्थीको आकर्षण र रोजाइ बन्ने गरेको छ। हाम्रो यो विशेष गरी हाम्रो स्कुलमा चाहिँ
अप्रावित धार 9-12 चाहिँ कृषि हाम्रो चाहिँ करिब 2073 सालबाट समेत स्टार्ट भएको हो र हालसम्म हामीले हुन्छ नि 3-4वटा ब्याच चाहिँ जस पास आउट भइसकेको छ। हामीले विशेष गरी अब यो एउटा यो टनेल छ हैन, 2टा टनेल चाहिँ अझै प्रोफाइल त्यसको चाहिँ प्लास्टिक ल्याइसकेको छ, हाल्न बाँकी छ र यो टनेलमा विशेष गरी यो ओजेटी गराइरहेको छौँ हामीले, टमाटर खुर्सानी हैन, अनि त्यसपछि सिजनेबल हामीले तरकारीहरू चाहिँ उत्पादन गर्ने काम गरिरहेछौँ। त्यो बाहेक अन्य बढ्दै कमाउँदै कार्यक्रम यो वर्षबाट सञ्चालन भइरहेछ। त्यसको लागि चाहिँ हामीले हुन्छ नि च्याउघर, कुखुरा पालन हैन, नर्सरी सम्बन्धी चाहिँ विशेष गरी नगरपालिकाको सहयोगमा चाहिँ हामीले त्यो सञ्चालन यो वर्षबाट स्टार्ट भइरहेछ। हामी त्यसलाई चाहिँ क्रमिक रूपमा चाहिँ अगाडि बढाउने क्रममै छौँ। वडा नम्बर 6 मा रहेका सामुदायिक विद्यालयहरूमा दिपेन्द्र मावि गरङ्गा, पुतली प्रावि छहरा गाउँ, दुर्गादेवी मावि भरमा यहाँका नमुना विद्यालय हुन्। यी विद्यालयहरूमा भवनहरू, शिक्षक व्यवस्थापन स्थानीय तहबाट भएको छ। दुर्गादेवी माविले 3वटा भवन, 7 कोठाको, 4 कोठाको भवन, 50 लाखको खेल मैदान बनेको छ। शैक्षिक अनुदान भवन सबैमा स्थानीय सरकारको सहयोग छ। विक्रमसम्म 2075 सम्म कक्षा 8 सम्म रहेको विद्यालय अहिले कक्षा 10 सम्म सञ्चालनमा रहेको छ। यहाँ शिक्षक अनुदान 5 जना छन्। पहिले शिक्षा नाजुक रहेको यस विद्यालयमा अहिले खेल मैदान, भौतिक पूर्वाधार, विद्यालय भवन, शिक्षक आवश्यकता अनुसार उपलब्ध गराइएको छ। अहिले पालिकामै नमुना सुविधा सम्पन्न र व्यवस्थित विद्यालय बन्न सफल भएको छ। भौतिक पूर्वाधारको सहयोग भन्नु, तपाईँको टिचरहरूको व्यवस्थापन, सबै कुराहरू स्थानीय तह मार्फत नै हामीले जति पनि उपलब्ध छ भएको छ। भवनहरू हामीले स्थानीय तहको सरकार सहयोगमा 3वटा भवन बनायौँ, 7वटा कोठाको 3वटा भवन त बनायौँ। उता 4 कोठा भवन गत वर्ष 800 उता बनाएका छौँ। अहिले पनि हामीसँग 50 लाख गाउँपालिका र प्रदेश सरकारको जाने समन्वयमा 50 लाख फिल्ड निर्माण छ। त्यो काम अझै हुन बाँकी छ, काम त भइराखेको छ। जति पनि अब शैक्षिक उन्नयनको लागि जति पनि विद्यालय टेवा पुर्यायो सबै स्थानीय सरकार आएपछि स्थापना भएको विद्यालय हो। स्थानीय सरकारको एउटा सेन्टर भएको विद्यालय भएकोले जति पनि यहाँको शैक्षिक, भौतिक, आर्थिक हरेक कुराहरू छन् स्थानीय सहयोगबाट भइरहेको छ। कुसे वडा नम्बर 7 मा नेरा मावि, समाकोट, जनता मावि, समाइला र मालिका बहुमुखी क्याम्पस सञ्चालनमा छन्। यी विद्यालयहरूमा स्थानीय तहको पहलमा आइसिटी भवन, गणित विज्ञान प्रयोगशाला निर्माण गरिएका छन्। नेरा मावि समाकोटले संघीयतापछि विद्यालयमा स्थानीय तहबाट पाउनुपर्ने र माग अनुसार सहयोग पाएको छ। यो विद्यालयमा पहिला कक्षा 8 सम्म सञ्चालनमा थियो भने अहिले मावि अध्ययन अनुमति प्राप्त भई पठन पाठन भइरहेको छ। विद्यालयमा आइसिटी भवन, विज्ञान ल्याब, उपयुक्त फर्निचरको व्यवस्था गरिएको छ। विद्यालयले पूर्वाधारतर्फ 3 कोठे भवन निर्माण, राष्ट्रपति शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत विद्यालय पक्की भवन बनेको छ भने प्रदेशबाट 4 कोठे नयाँ भवन र विद्यालय शौचालय बनेको छ। यो चाहिँ संहितापछि निश्चय पनि तपाईँको चाहिँ के र यो स्थानीय निर्वाचन 2074 साल सम्पन्न भएपछि यता यस विद्यालयले स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने चाहिँ सहयोगको चाहिँ ठुलो हिस्सा चाहिँ लिएको छ, यो विद्यालयले प्राप्त गरेको छ। स्थानीय सरकार विशेष गरी कुसे गाउँपालिकाले यस विद्यालयलाई कक्षा 9-10 सम्मको पठन पाठनको क्षेत्रमा भरपुर चाहिँ सहयोग गरेको छ र स्थानीय तहसँग चाहिँ सम्बन्धित अब यो क्षेत्र अधिकारभित्र रहँदै गर्दाखेरि माध्यमिक तहसम्मको शिक्षा चाहिँ स्थानीय सरकारले नै बेहोर्ने भन्ने किसिमको जुन किसिमको कानुनी प्रावधान छ, यस हिसाबले यो विद्यालयले स्थानीय सरकारबाट धेरै किसिमको चाहिँ सहुलियतहरू प्राप्त गरेको छ। 9 कक्षादेखि 10 कक्षासम्मको अनुमति प्राप्त गरेको छ। विगतदेखि यो विद्यालयमा चाहिँ आइसिटीको कुराहरू प्राप्त गरेको छ, साइन्स ल्याबको कुराहरू प्राप्त गरेको छ। त्यसै गरी तपाईँको चाहिँ उपयुक्त फर्निचरको व्यवस्थापन भएको छ र सुरुमा निर्वाचित भइसकेपछि कुसे गाउँपालिकाको अध्यक्ष हरिचन्द्र बस्नेतले यस विद्यालयलाई हामीले वार्षिक उत्सव मनाउँदै गर्दाखेरि
213 जना विद्यार्थीहरूलाई चाहिँ उहाँले ब्याग र शैक्षिक सामग्री व्यक्तिगत हिसाबले सहयोग गर्नुभएको थियो र त्यस अवस्थादेखि यो विद्यालयले एउटा विकासका लागि अग्रगामी छलङ चाहिँ लिने चाहिँ एउटा द्रुत गतिमा चाहिँ विद्यालय अगाडि बढेको र हालसम्म यो चाहिँ प्रगतिको पक्ष। वडा नम्बर 8 मा रहेको मालिका प्रावि छेरा यहाँको व्यवस्थित र सुविधा सम्पन्न सँगै शिक्षक अनुदान शैक्षिक अनुदान पाएको विद्यालय हो। यसरी कुसे गाउँपालिकाले शिक्षामा वार्षिक 10 करोड बढी बजेट लगानी गरी विद्यालयका भवनहरू बाल मैत्री अपाङ्ग मैत्री भूकम्प प्रतिरोधी बनाएको छ। नयाँ बनिरहेका अधिकांश भवन बाल मैत्री बनेका छन्। यस्तै कुसे गाउँपालिका वडा नम्बर 9 मा रहेका सामुदायिक विद्यालयहरूमा जनता मावि पैक विद्यालयलाई पालिकाले प्राथमिकतामा राख्दै आएको छ। विद्यालयमा भवन निर्माण विज्ञान प्रयोगशाला निर्माण गरिएका छन्। पालिकाले दूरदराज गाउँ-गाउँमा पुगेर शिक्षाको अवस्था बुझ्ने र आवश्यकता माग अनुसार लगानी गर्दै आएको छ। कुसे गाउँपालिका 55 वटा सरकारी विद्यालय बाल विकास केन्द्र सहित 68 वटा विद्यालयमा शिक्षाको भौतिक शैक्षिक गुणस्तर शिक्षक दरबन्दी र प्रविधि तथा शैक्षिक सामग्री आवश्यकता अनुसार उपलब्ध गराएका छन्। शिक्षा क्षेत्रमा अब यसमा काम गर्ने जनप्रतिनिधि त्यसपछि गएर यसमा चाहिने अभिभावकहरू कर्मचारीहरू शिक्षकहरू सबै चाहिने उहाँहरूले अब अलिकति आफ्नो क्षेत्रबाट एउटा चाहिने विद्यालय सुधारको लागि अथवा पढाइ सुधारको लागि आफ्नो बच्चालाई अब सक्रिय उसलाई पोजिटिभ सकारात्मक र अहिलेको हिसाबले अझ चाहिने हेल्दी स्वस्थ बनाउने हैन पठन पाठनका लागि उसलाई सक्रिय बनाउने जस्ता आफ्ना कामहरू सानातिना कामहरू आफैले गर्न सक्ने बनाउने त्यस्तो चाहिने गर्न पाएको भए राम्रै हुन्थ्यो। त्यस्ता कार्यक्रमहरू ल्याउन पाएको भए चाहिँ शिक्षामा केही सुधार हुन्थ्यो होला। पालिकाभित्र शिक्षामा विशेष जोड दिएकोले आगामी आर्थिक वर्ष 2082-83 को नीति कार्यक्रम मार्फत विद्यालय शिक्षक विद्यार्थी अभिभावक समेटेर बजेट नीति कार्यक्रममा जोड दिएको छ। अबको बजेटबाट पालिकाले प्रविधि मैत्री शिक्षक विद्यालय जोड दिने तयारी गरेको छ। अहिले यहाँका मावि र आविका विषयगत शिक्षकलाई निरन्तर दिइरहेको छ। पालिकाका 13 विद्यालयमा कम्प्युटर अपरेटर व्यवस्था गरिएको छ भने 23 वटा बाल विकास केन्द्र समुदायमा आधारित शिक्षा सुरु गरिएको छ। शिक्षक विद्यार्थी आचार संहिता विद्यालयमा शिक्षा नारा हस्तलिखित भित्ते लेखन भइरहेका छन्। समग्रमा कुसे गाउँपालिकाले यहाँका सामुदायिक विद्यालयमा गुणस्तर शिक्षा दक्ष शिक्षक प्राविधिक शिक्षा र सुविधा सम्पन्न विद्यालय विस्तारमा जोड दिएको छ। कुसे गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले प्रत्येक वर्ष अध्यक्ष कप तथा राष्ट्रपति रणशील्ड प्रतियोगिता सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षमा जिल्ला स्तरीय अध्यक्ष कप तथा राष्ट्रपति रणशील्ड प्रतियोगितामा लक्ष्मी प्राप्ति मावि खुर्पा प्रथम, मानेढुङ्गा मावि टालेगाउँ द्वितीय, भगवती मावि भेटुखाना तृतीय र पशुपति मावि दामदला सान्तोना भएका थिए। प्रतियोगितामा पालिकाका 13 माविको सहभागिता रहेको थियो। यो वर्ष छेडाघाट नगरपालिका वडा नम्बर 13 को कार्की गाउँमा आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रणशील्डमा 13औं स्थान हासिल गरेका थिए। पालिकाभित्र रहेका विद्यालयमा खेलकुदमा रुचि राख्ने विद्यार्थी चासो र नयाँ खेलाडीहरू उत्पादन गर्न आवश्यक प्रतियोगिता सञ्चालनदेखि पालिका बजेट विनियोजन गरी प्राथमिकता दिँदै आएको छ। म आफू अध्यक्ष भइसकेपछि कुसे गाउँपालिकामा हामीले चाहिने कक्षा 1 देखि 12 सम्मको सम्पूर्ण अधिकार चाहिँ स्थानीय तहलाई संविधानले व्यवस्था गरिसकेपछि हामीले विद्यालय क्षेत्रभित्रका बालबालिकालाई के अरे व्यवस्थित चाहिने शिक्षा उपलब्ध के अरे यो शैक्षिक व्यवस्थापन उपलब्ध गर्नका लागि हामीले शिक्षा क्षेत्रमा
विभिन्न खालका चाहिँ कार्यक्रमहरू म आफू अध्यक्ष भइसकेपछि हामीले चाहिँ थुप्रै विद्यालयहरूलाई चाहिँ अपग्रेड गऱ्यौँ, हामीले चाहिँ कक्षा थप गऱ्यौँ। गाउँपालिका क्षेत्रभित्र संविधानले व्यवस्था गरेको कुनै पनि बालबालिका अथवा कुनै पनि नागरिक शिक्षाबाट वञ्चित हुनु हुँदैन भन्ने जो संवैधानिक व्यवस्था, त्यो व्यवस्था अनुरूप हामी वडा टोल बस्तीहरूमा हामी अनुगमनका क्रममा हाम्रो शाखाले चाहिँ गरेका क्रियाकलापका विषयमा हामी निरन्तर रूपमा गाउँमा घुम्यौँ। त्यहाँ घुम्दाखेरि विद्यालयमा आउन नसक्ने अपाङ्ग बालबालिकाहरूलाई पनि हामीले स्कुल हामीले स्कुल एट होम कार्यक्रम चाहिँ घरमै चलाएर हामीले थुप्रै बालबालिकाहरू तिनी कार्यक्रम पनि चलाएको अवस्था छ। र मैले यो तपाईँको कुरालाई जोड्दाखेरि, तपाईँको कुरालाई चाहिँ मैले भन्दाखेरि शैक्षिक क्षेत्रमा चाहिँ उल्लेख्य सुधार भएको चाहिँ हामीले अनुभूति गरेका छौँ। तत्काल यसलाई तुलनात्मक हिसाबले 74 भन्दा अगाडि र यताको बिचमा चाहिँ हामीले जोड्दाखेरि, यसलाई चाहिँ तुलनात्मक हिसाबले हेर्दाखेरि यसलाई चाहिँ भौतिक पूर्वाधारका क्षेत्रमा, जनशक्ति व्यवस्थापनका क्षेत्रमा, विद्यालय चाहिँ क्षेत्रमा जान नसक्ने साना बालबालिकाहरूलाई चाहिँ इसिडी मार्फत चाहिँ यसलाई चाहिँ तयारी अवस्थामा बालबालिकालाई निर्माण गरिकन विद्यालय पठाउनुभन्दा अगाडि चाहिँ कतिपय सामुदायिकमा आधारित बाल शिक्षाहरू निर्माण गऱ्यौँ। थुप्रै व्यवस्थाहरू गरेर अगाडि बढेको अवस्था छ र यसले चाहिँ उपलब्धिमूलक चाहिँ गाउँपालिका क्षेत्रभित्रको शिक्षा चाहिँ हामीले अहिले अनुभूति गरेको छौँ। र जो खालको अपेक्षा, जे खालको चाहिँ हामीले सोचिराखेका छौँ अथवा नेपाल सरकारले चाहिँ जुन खालको लक्ष्य लिएको छ त्यो लक्ष्यसम्म चाहिँ पुरा लक्ष्य नै प्राप्त गरिसकेको, पूर्ण भइसकेको भन्ने त होइन, तर हामी तुलनात्मक हिसाबले चाहिँ धेरै अगाडि बढेको अवस्था छ। कुसे गाउँपालिकामा स्थानीय तहपछि सामुदायिक विद्यालय र शिक्षामा पालिकाले सहयोग, समन्वय, अनुगमन, निरीक्षण र आवश्यकता आधारमा बजेट लगानी गर्दै आएको छ। सबै विद्यालयहरूमा प्रखाल, विद्यालय प्रवेशद्वार, भवनको रङरोगन, विद्यार्थीका पोसाकले विद्यालयभित्रको गरिमा, शोभा र विद्यालयको चिनारीलाई फेरिदिएको छ। विद्यालयसम्मै सडक विस्तार, विद्यालयमा आधुनिक शौचालय निर्माण, शुद्ध खानेपानीको पहुँच, विद्यालयमा खेल मैदान विस्तार, तारवार, घेरवार र आधुनिक शैक्षिक सामग्री र सुविधा सम्पन्न पक्की भवनले यस पालिकाका विद्यालयहरूको विकास र पालिकाभित्र भएका प्रयास र नवीनतम कदमहरू तारिफ योग्य छन्। कुसेमा हिजोका दिनमा उच्च शिक्षा पढ्नका लागि सदरमुकाम जानुपर्ने, हाई स्कुलमा विषयगत शिक्षक नहुने तीतो र यथार्थ अवस्था अन्त्य हुँदै घरमै र गाउँ नजिकै बाल विकास, प्रावि, आबि, माविदेखि क्याम्पससम्म पढ्न पाउने व्यवस्था गरिएको छ।